हेलो नमस्ते सबैजनालाई आज आइरहेको छु। आज चाहिँ हाम्रो आमा सिलगढीबाट घर जाँदैछ ल हो। आमा घर जाने हो है बोल्नु चाहिँ सक्दैन आमा हो। दाँतहरू छैन डल्लै किराले खाएर सबै झरिसकेको छ। आज गाडीमै राखिराख्छु दबाई अहिले खाँदैछ। यहाँ सकेन एकदम गरम भएर दार्जिलिङको मान्छे हो सकिँदैन। अन्त विश्वास पनि आएको छ विश्वासले त गोली खेल्छ चाहिँ भयङ्कर भएर यस्तै छ हाम्रो घर परिवार। नानी बदमास सत्यम दाम छ त अन्त पनि छ नानीको बदमासी हेभी छ नि नानीको बदमासी पनि। आँप पनि लाग्दैछ हामी त आँप चाहिँ बेसी खानु पाएन। आँप बेसी खानु पाएन पर्सि पठाइदिनु हो माछाहरू पनि पठाइदिन्छु ल। माछा यति नपठाइदिनु सस्ती जस्तो मोर्छ फेरि। सन्जीलाई कस्तो लाग्यो गरम लाग्यो गरम लड्छ लड्छ एउटै लाग्यो खै दुइटै हामीलाई त अब फर्किँदैछ हाँस्दै छ बहिनी अङ्कजी। सबैले प्रार्थना गरिदिनु होला हाम्रो आमा चाहिँ दबाई छिटो जाति होस् दबाई भनेर। बेलुका मात्रै गाडीमा छ अब दबाई सबैजनालाई ल। अब बन्द गरिदिउँ नानीले बेसी गर्यो। नानीलाई वाक्क बनाइसकिसके सन्जुले खेलाएर खेलाएर। अरे आँप किल्चिँदैछ मेरो फोन नो भनौँ न नि नो। भुँडी मात्रै लागेको छ हाम्रो बहिनीको भुँडी मात्रै लागेको छ। अरू के भन्नु छ सन्जु आँप किल्चिँदैछ। अरू चाहिँ अब यस्तो गरम छ मेना त्यही माथि घामले डढेछ। बेना के छ भन्नु Anbu, come back. Anbu. अब आमालाई mana नि विश्वास बजाउँदैछ है विश्वास। Anbu. हुन्छ र बाई बाई सबैजनालाई। आमा आज दार्जिलिङ जान्छ। आज हामी घरै जाने हो हामीलाई मन परेन यता गरममा हेर्न। 1 2 3 बेसी नघुमाए टाउको दुख्छ।